दर्शन नमस्कार सबैलाई साथीहरू। यो भिडियो पनि फेसबुक सम्बन्धीको हो। मैले प्राय फेसबुक सम्बन्धीकै भिडियो बनाउने गर्छु कमेडीहरू भन्दा। यो मैले चाहिँ किनभने फेसबुक सम्बन्धी भिडियो बनाउँदाखेरि सबै साथीहरूले चाहिँ सिकुन अगाडि बढौँ भन्ने चाहना धारणा भएर फुन्नी कमेडीपट्टि नलागेको। भ्युजै धेरै नआए नि खालि म फेसबुक सम्बन्धीकै भिडियो हाल्छु। जति पनिले हेर्नुभएको छ, जति पनिले माया गर्नुभएको छ, म त्यसैमा खुसी छु। मेरो भिडियो सधैँ फेसबुक सम्बन्धीकै आउँछ। अनि एउटा सरले कमेन्ट गर्नुभएको रहेछ, अनि अरूको भिडियो तानेर हाल्दा यदि कपिराइट आएको कसरी चेक गर्ने हैन, अनि कसरी डिलिट गर्ने, उसले चाहिँ भन्नुभएको छ चेक कसरी गर्ने भनेर हैन। तर चेक पनि त्यहीँबाट गर्ने हो, डिलिट पनि त्यहीँबाट गर्ने हो है त। यहाँ हेर्नु कमेन्ट छ, उसले त्यो भन्नुभयो उहाँ सरले, महेन्द्र सरले। मेरो भिडियोहरू प्रायमा कमेन्ट पनि गर्नुभएकै हुन्छ, त्यस कारणले गर्दा मैले भिडियो बनाएको। हजुरहरूलाई त्यस्तो केही समस्या आउँदाखेरि मैले जानेको कुरा सिकाउने छु। धेरै जानेको मान्छे त होइन, मैले पनि नजानेको कुरा मेरो एउटा मास्टर हुनुहुन्छ अहिले हो, उहाँलाई सोध्छु म कसरी गर्ने होला भनेर। र पनि मैले जानेसम्म चाहिँ हजुरहरूलाई सिकाउने छु। जतिले माया गर्नुभएको छ म त्यसैमा खुसी छु। यो भिडियो पनि राम्रै लाग्यो भने सेयर, लाइक, कमेन्ट गर्नु नभुल्नु होला। यहाँ म स्क्रिनमा राखिदिन्छु है, राम्रो चाली यो स्क्रिनमा हेर्नुहोस्। कपिराइट भिडियो कसैले डिलिट गर्ने अनि कसैले कपिराइट आएन भनेर चेक गर्ने भनेर यो स्क्रिनमा हुन्छ, मजाले हेर्नु होला है त। पहिलो सुरु तपाईँको प्रोफाइलमा जानुहोस् है, स्किल गर्नुहोस्। अनि तल लेखेको छ हेल्थ सपोर्टमा खिच्नुहोस्। अनि त्यहाँबाट सपोर्ट इनबक्समा खिच्नुहोस्। सपोर्ट इनबक्समा खिचेर त्यहाँ हेर्नुहोस् रिपोर्ट छ, अनि एयरलाइन छ, ओदरमा तलतिर हुन्छ हैन। ल तपाईँलाई कुनमा चाहिँ हेर्नु मलाई सर हेऱ्यो। डिलिट पनि यहीँबाट गर्ने हो, के अरे कपिराइटहरू आएको, र चेक गर्ने पनि यहीँबाट हो है त साथीहरू। यो भिडियो पनि कस्तो लाग्छ लास्टमा अझै भन्छु, माया गरिदिनु होला, लाइक कमेन्ट गरिदिनु, सेयर गरिदिनु नभुल्नु होला। यदि नजानेको मान्छेहरूसम्म पुर्याइदिनु होला है त साथीहरू।